पाल्पा दरबारभित्र रहेका प्राचीन हामीले पढ्दाखेरिका ढेबरीहरू बत्तीहरू पाल्पाका हाकु पटासी चुरा मोती माला नागो पाल्पाका पोसाकहरू लैन नेपाली शाकालीन कसले लाउँथ्यो रामले लाउने हजुरबाबुको सम्पत्ति जोगाइदिनु पर्दैन माटाको आली आली भने के हुन्छ ए आली हामी यसमा दही जमाउँथ्यौँ एकदम राम्रो दही जम्थ्यो यसमा यो जाँड बनाउने त हो के अनि मुभी हेर्नु यो मुभी हेर्ने कसले देखाउँछ मुभी अब यहाँ दमा दुलकी नसिंहा यो कर्णाल भनेको यो कर्णाले मुरली बाँसुरी मजुरा बुलाकी त यस्तो पो हुन्छ गोयत्रो भन्ने यस्तो हुन्छ गोयत्रो फाल्ने भन्थ्यो पहिलोचोटि देखेँ मैले यो गोयत्रो पढेँ त्यही हैछ धनुष धनुष काठको ढाल तरबार अनि त्यस्तो होइन मैले देखेको थिइनँ धनुष तिर्खोला सहित अनि मैले यो पहिलोचोटि देखेँ गोयत्रो भन्ने है होला माथि डालो हाम्रो यसको नाम के हो नि खुङ्गो यो फुर्नु ओल्लो जे के माछा मार्न उयो गर्ने यो के यिनीहरू परेवा राख्ने कुखुरा र पेरुवा जुवाई गोरु जोत्ने ल मुही राख्ने मुही बनाउने ठेका ठेकीहरू मधुस हाम्रा मधुस पहिला पैसा राख्ने चिज आमाको मधुस बाले फोड्दैन पैसा खोजेर यहाँ रेकर्ड भइरह तिम्रो मान्छे हेर्ला नि युट्युब यो मधुस फोडेर आमाले राखेका पैसा चोरेर बाले फोडेर सुब्बामा नाम निकाल्नु पर्यो हाम्रो गुल्मी धेरै छन् त्यस्ता मधुस 3-4 यहाँ पो राखेर राम्रो चुलो पनि हैछ लालटिन टेलिग्रामले पढ्ने पहिला टुकीपछिको अपडेट भएको हामीले पढ्दाखेरिको यो मकैली फुल
आजकल त लालटिनै चिन्दैनन् होला लालटिनै चिन्दैनन् हामी पढे हाम्रो उन्नत हो नि त फेरि हामी टुकीबाट यहाँ अपग्रेड हुँदा त अहिले सिएफएल टुकीबाट अपग्रेड भएको अपग्रेड हो क्या हाम्रो लालटेन भनेको त्यही हो छोरी ल हामीले पढ्ने यी हो लालटेन बालेर ऊ त लालटेन त्यस्तो यसमा पढ्थ्यौँ हामीले सेखो ल गाउँमा सेखो ओर्ने हामीले सेउ ओर्ने भन्यो बर्खाको बेलामा ओर्ने तिमीहरूले देख्यो ए यो रोटी खानु पर्यो नि यसले पिस्ने हो यो जाँतो नै यिनीहरूलाई चिनाइदेऊ न योलाई झाँतो यो ढिकी धान कुट्नु पर्यो भने ढिकीले कुट्ने यसले कुटे खानु हामीले अनि यो पुतली बुन्न जाने हो कि नै धानको पुतली बुन्न आँटीमा जाने ठाउँ त्यसरी हामी यस्तै चकटी बुनेर बस्थ्यौँ पर यी चकटी यी बस्थ्यो बाँच्न मान्थे सेम के ठुलो गाडी ऊ त बत्तीमा तेल राखेर बन्ने ऊ त डियाची बिहारी ढिए भरे भन्नेमा राखेर टुकी है टुकी हो त हाम्रो त्यहाँ राखेर ल जाम यिनमा केही छैन र यो ढाडले डोको काटेको बनाएको कतिले बुझ्दै यस्तो बनाएर दिन्थे अब यसमा के भने काकोले भाइ हो यता मान्छे यसो फर्केर यस्तो गर्छ एम्बुलेन्स जमानाको एम्बुलेन्स ढाका भन्दा चिनिन्छ मान्छे बिरामी अहिले हो मिसन ल्याउँदाखेरि हस्पिटल ल्याउँदा कहीँ पुऱ्याउनु पर्दैन यो बच्चा माछा मार्ने खोगा खुदो 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 कोर्ने ऊ त कराई त होला कि नि जित गरी युद्धमा र घिउको कराई यो त घिउ घोट्ने कराई है छ जित गरेको युद्धमा नेपाल अङ्ग्रेज युद्ध 1871देखि 1873मा नेपाली सैनिक जवानहरूलाई घिउ तताएर खुवाउनको लागि प्रयोग गरिएको उचाइ 20 इन्च गोलाइ 15 फिट भएको यो घिउ कराई करिब 200 वर्ष अगाडिको नेपाल अङ्ग्रेज युद्धलाई सम्झाउने ऐतिहासिक एवं पुरातात्विक सामग्री हो। गौतम बुद्ध हस्तकला, मूर्तिकला, चित्रकला, मूर्तिहरू हस्तकला हेर्नु हातले बनाएका छन्। चर्खाहरू हेर पिङ जलुङ्गे माला
मदानी नेति ल छोरी यहाँ सिकाउँछु यसलाई नेति भन्छ सम्झी यसलाई यो के अरे मुना मदानी यो भयो यसको नाम के अरे यो नेति यो यसको नाम भुल्यो नेति भयो यसको ल हेर हामीले भुल्यौँ भने बच्चालाई कसरी सिकाउने अब यो पालपाली कृपया माथि जान सख्त मनाइ छ यो पालपाली ढाकाको यो तान हो यो ढाकाको कपडा बुन्ने तान मेसिनलाई राखेको हो ढकिया ल्याएर उनीहरुले ढकिया भन्छ हैन खानु पर्छ आउने यहाँबाट थरी हुने ढकिया यो गुन्द्रा पनि तान हो हामी आमा रसी गुन्द्रा हटेउरी भन्छ त्यसलाई यसलाई दिउँसोभरि गुन्द्रा बुन्नुहुन्थ्यो रातभरि यो रसी बुन्नुहुन्थ्यो हाम्रो आमाले मैले देखेको म चाहिँ गर्दिनँ रसी त बुन्नुहुन्न थियो होला यस्तै तान अब बाट्नुहुन्थ्यो रातभरि यो बाट्न जान्छ यो पुतली जान्छ त्यस्तो त म जान्दिनँ अनि त्यो मान्द्रो हो त्यसमा हामी बिजुन सुकाउँथ्यौँ त्यो डोल ल्याएर ल्याइथ्यो दुनटा परि त अब हाम्रा फेभरेट जति बेला पनि चाहिने हुन्छ नि है खुङ्गा पोसाकहरू पालपाली पोसाकहरू ल मेरो युट्युब लामै हेर्ने म लामो मजाले सबै युट्युबमा ठिक गर्नु अब चाहिन्छ छोरा